हेलो सम्पूर्णमा नमस्कार। तपाईं हेर्दै हुनुहुन्छ प्राप्ति क्रिएसन अर्थात् निरु पोखरेल युट्युब च्यानल र आज पनि फेरि म तपाईहरुको साथमा नयाँ विषयवस्तु लिएर उपस्थित भइसकेकी छु। सर्वप्रथम त तपाईहरुले हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोस् र अनि आजको विषयवस्तुलाई चाहिँ तपाईहरुले अन्त्यसम्म हेरेर आफ्नो जीवनमा केही परिवर्तन गर्न सक्नुहुनेछ। र आजको हाम्रो विषयवस्तु के छ त भन्दाखेरि हामी सबैलाई कसैको अगाडि उभिएर बोल्न डर लाग्छ, हो कि हैन भन्नुस् त? हामीलाई बोल्न डर लाग्छ, अगाडि जानको लागि डर लाग्छ, के भन्ने होला, कसो गर्ने होला, कसरी प्रस्तुत हुने होला भनेर हाम्रो मनमा जिज्ञासा लाग्छ। त्यसैले पनि हामी जहिल्यै पछाडी परिरहेका हुन्छौं, हो कि हैन? हामी पक्कै पनि धेरै पछाडी हुन्छौं। किन त भन्दा हामी भित्र रहेको डरले हामीलाई बोल्न दिइरहेको हुँदैन। अब त्यो डर हटाएर हामी कसरी अगाडि बढ्न सकिन्छ, के गर्यो भने चाहिँ हामी सबैको सामु अगाडि प्रस्तुत हुन सक्छौं, सबैको अगाडि उभिएर आफूलाई प्रस्तुत गर्न सक्छौं, बोल्न सक्छौं अथवा केही कार्यक्रमहरू सञ्चालन गर्न सक्छौं। हजुरहरू विद्यार्थी हुनुहुन्छ अथवा कुनै पेशामा आबद्ध हुनुहुन्छ, सहकारी संस्थाहरूतिर हुनुहुन्छ अथवा कुनै न कुनै पेशामा संलग्न त पक्कै हुनुहुन्छ होला, हो कि हैन भन्नुस् त? हो, त्यसकारणले गर्दाखेरि तपाईहरुलाई बोल्नको लागि कतै अगाडि उभिएर बोल्नलाई डर लाग्छ। अब त्यो डर कसरी भगाउने भन्ने कुरा चाहिँ आज मैले लिएर आएको छु। त्यसकारण पनि तपाईहरुलाई आजको विषयवस्तु चाहिँ पक्कै उपयोगी हुनेछ र भिडियोलाई अन्तिमसम्म स्किप नगरिकन हेर्दिनु होला। किन त भन्दा तपाईको जीवनमा परिवर्तन गर्नु छ नि त। आजको भिडियो हेरिसकेपछि तपाईहरुले आफ्नो जीवन बदल्नु पर्यो है त। ल अब आजको हाम्रो विषयतर्फ लागौं। आजको हाम्रो विषय यहीसँग सम्बन्धित छ कि हामी कसरी सबैको अगाडि बोल्न सकिन्छ। मात्र 7 वटा कुराहरू पूरा गरेपछि चाहिँ हामी अगाडि बोल्नको लागि सक्छौं। तिनै 7 वटा विषयवस्तुहरू के छन् त भनेर आज मैले लिएर आएकी छु। भिडियोलाई अन्तिमसम्म पक्कै हेर्नुहोस् है त। ल अब हामी सुरु गरौं आजको हाम्रो विषयवस्तुतर्फ। र हामी सबैलाई डर लाग्छ नै, हामी कहिले न कहिले डराउँछौं, मान्छेहरूको अगाडि उभिँदा डराउँछौं अनि हामी बोल्न सक्दैनौं। ल अब त्यही कुराहरू चाहिँ अब मात्र यिनै 7 कुराले हटाउन सक्छ है त। सबैभन्दा सुरुमा छ पहिलो नम्बरमा के गर्यो भने डर हट्छ त। सुन्नुस् है सबैजनाले। पहिलो नम्बरमा रहेको छ तयारी गर्नुहोस्। आफ्नो कुरा पहिले नै मनमा अथवा कागजमा मिलाउनु, आफ्नो कुराहरूलाई पहिले नै सेट गर्नु पर्यो। मनमा होस्, दिमागमा होस् अथवा कुनै कागजमा उतारेर राख्न सक्छौं है। त्यसपछाडि अर्को रहेको छ दोस्रो नम्बर कुरा रहेको छ श्वास गहिरो लिने। अब सुरुमा हामीले तयारी गरिसक्यौं, हामी चाहिँ बोल्नको लागि पूर्ण रूपमा मानसिकतालाई तत्पर राखिसकेका छौं भने अब दोस्रो कुरा के रहेछ त श्वास गहिरो तान्ने, लामो श्वास तान्ने अनि बोल्नको लागि अब तयारी रहने। बोल्नुभन्दा ठिक अघिल्लो क्षणमा गहिरो सास लिने। त्यसले चाहिँ हाम्रो डरलाई केही कम गर्नको लागि मद्दत गर्छ। लामो सास तानेपछि मुटु ढुकढुक हुन्छ नि, त्यो चाहिँ अलिकति हाम्रो कम हुन्छ। र तेस्रो नम्बरमा रहेको छ स्पष्ट आवाजमा बोल्नुहोस्। तपाईको आवाज स्पष्ट भएन, बुझिएन भने कसले सुन्ने त, हो कि हैन भन्नुस् त? त्यसकारणले गर्दा स्पष्ट आवाजमा बोल्नुहोस्। स्पष्ट बोलेपछि तपाईको उपस्थिति बलियो देखिन्छ। ताकि तपाई कस्तो प्रष्ट बोलिरहनु भएको छ, आहा कस्तो राम्रो बोलेको हुन्छ नि, मान्छेहरूले सुन्नेहरूले त्यस्तो भनिरहनु भएको हुन्छ। त्यसकारणले तपाईहरु सबैको बोली चाहिँ स्पष्ट हुनु पर्यो, स्पष्ट आवाजमा बोल्नु पर्यो। अनि नजरको सम्पर्क गर्नुहोस्। मान्छेहरूलाई हेरेर बोल्दा तपाई गम्भीर देखिनुहुन्छ। सबैजनाले तपाईलाई हेरिरहनु भएको हुन्छ। तपाई डराउनु भयो भने झन् तपाईमा अझै डर थपिँदै जान्छ। उहाँहरूले हेर्दाखेरि तपाई डराउनु भएको देखेपछि उहाँहरूको प्रतिक्रिया फरक हुन सक्छ। त्यसकारणले गर्दा तपाई चाहिँ नजरको सम्पर्क गर्नुहोस् र मान्छेहरूलाई हेरेर बोल्ने गर्नुहोस्। त्यसले पनि डर कम हुन थाल्नेछ। अर्को रहेको छ मुस्कुराउनुहोस्। हजुरहरूलाई डर अलिअलि लाग्दै भए पनि थोरै थोरै मुस्कुराएर बोल्नुहोस्। हल्का मुस्कानले सबैको मन जित्नुहुनेछ। या त तपाईँ पहिलोचोटि सिक्दै हुनुहुन्छ अथवा केही बोल्दै हुनुहुन्छ, मानिसबाट चाहिँ गल्ती हुन्छ भन्ने सबैलाई थाहा हुन्छ, तर पनि मुस्कुराएर बोल्नुहोस्, राम्रोसँग
सबैको मन जित्न सक्नुहुनेछ। अर्को कुरा 6औं नम्बरमा रहेको छ श्रोताको भाव हेर्नुहोस्। उहाँहरूको भाव हेर्नुहोस्, कसरी सुन्दै हुनुहुन्छ कि हुनुहुन्न, ध्यान कता रहेको छ, उहाँहरूलाई बुझ्ने कोसिस गर्नुहोस्। अगाडि उभिरहनु भएको छ, मेरो कुरा सुन्दै हुनुहुन्छ कि हुनुहुन्न भनेर बुझ्नको लागि चाहिँ कोसिस गर्नुहोस्। र अन्तिम नम्बर रहेको छ, जुन आजको अन्तिम नम्बर के रहेको छ त भन्दाखेरि गल्ती हुँदा पनि निरन्तर बोलिरहनुहोस्। किनकि गल्ती हुनु स्वाभाविक हो नि त, तर रोकिनु भने पक्कै हुँदैन है। गल्ती गरेर रोकियो भने त बिग्रियो नि त। त्यस कारणले गर्दाखेरि गल्ती भए पनि निरन्तर बोलिरहनुहोस्। गल्तीलाई हटाएर अगाडि बढ्नुहोस्। फेरि दोहोऱ्याएर बोल्न सकिन्छ त्यही कुरा। जुन कुरा अलिकति गल्ती भएको छ त्यो कुरालाई फेरि दोहोऱ्याएर सच्याएर हामीले बोल्न सक्छौँ। किनकि हामीले निरन्तरता दिन सक्यौँ भने त्यो नै हाम्रो लागि बलियो कुरा हुनेछ। र आजै प्रयास गर्नुहोस्, बोल्नुको डर हट्छ, आत्मबल पनि अवश्य बढ्छ। र तपाईहरूले 7वटा कुराहरू त सुनिसक्नु भएको छ। यो कुराहरू तपाईलाई पक्कै उपयोगी लाग्यो होला भन्ने चाहिँ आशा गरेको छु। र उपयोगी लाग्यो भने भिडियोलाई लाइक गर्नुहोस्, सेयर गरेर सबैको सामु पुर्याउनुहोस्, ताकि जसले यो भिडियो हेर्नु भएको छैन तर उहाँहरूलाई पनि अगाडि उभिएर बोल्नको लागि साहस चाहिरहेको छ। र सेयर गरेर सबै सामु पुर्याउनको लागि सहयोग गर्नुहोस्। अनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोस् है त। अन्त्यमा भए पनि सब्स्क्राइब गर्नुहोस्। फेरि तपाईहरूलाई अर्को भिडियोमा मैले यस्तै नयाँ कुरा र तपाईहरूको लागि जीवन उपयोगी टिप्स लिएर पक्कै आउनेछु। त्यसकारणले गर्दाखेरि हेर्नको लागि नछुटाई हेर्नलाई हाम्रो च्यानल सब्स्क्राइब गर्न सक्नुहुन्छ। र साथीहरू अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा, भिडियोलाई अन्त्यसम्म हेरेर बस्नुभएकोमा तपाईहरू सबैलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। र मैले भनेका 7वटा टिप्सले तपाईको जीवनमा पनि पक्कै परिवर्तन ल्याउनेछ भन्ने आशा पनि मैले गरेकी छु। र भरेदेखि नै प्र्याक्टिस गर्नुहोस्, भोलिदेखि नै प्र्याक्टिस गर्नुहोस्। अगाडि बढ्नको लागि आफैले हिम्मत गर्नुपर्छ, साहस गर्नुपर्छ। पक्कै पनि सफलता प्राप्त गर्न सकिन्छ है त। कि कसो भन्नुहोस् त साथीहरू। र आजको भिडियो कस्तो लाग्यो, तपाईलाई सबैभन्दा उपयोगी बुँदा चाहिँ कुन लाग्यो, तपाईहरूलाई कति नम्बरको टिप्स चाहिँ एकदम ठिक छ है भन्ने लाग्यो, अथवा कुन चाहिँ टिप्सले अलिकति बढी मन छोएको छ त्यो पनि कमेन्ट गर्न सक्नुहुनेछ। र अब हामी फेरि यस्तै जानकारीमूलक अर्को भिडियोमा अवश्य भेट्नेछौँ भन्दै अहिलेको लागि चाहिँ म बिदा हुन चाहन्छु। थ्याङ्क यू फर वाचिङ। बाई बाई, सी यू।